मैले सोसियल मिडियामा एउटा मान्छेले भनेको कुरा सुनेको थिएँ। उहाँले के भन्नुभयो भन्दाखेरि सहरभित्र टोयलेट त सबैले खोज्छन् तर आफ्नो घर अगाडि टोयलेट बनाउन कसैले दिँदैनन् भन्ने कुरा उहाँले भन्नुभयो। यो कुरा मेरो माइन्डमा खेलिरहेको थियो। एक दिन म बनेपा जाँदै गर्दाखेरि मैले त्यहाँ बाटोमा यस्तो बाटो देखेँ, मैले आकाशे पुलहरू देखेँ। हुन त यो आइडिया नगरपालिकासँग पहिल्यै भएको पनि हुनसक्छ। नगरपालिकामा अब इन्जिनियर्सहरूको कमी त छैन होला। सायद यो आइडिया उहाँहरूको माइन्डमा पहिल्यै आइसकेको पनि हुनसक्छ र टेक्निकल्ली यो अनफिट भएको पनि हुनसक्छ मैले यो सोचेको कुरा, अथवा यो कुरा कसैको पनि माइन्डमा नआएको पनि हुनसक्छ। यो कुरा सबैले चाहिने भएकोले मैले यो कुरा तपाईँहरूसँग सेयर गर्न गइरहेको छु। तपाईँहरूलाई पनि कस्तो लाग्छ भन्नुहोला। हाम्रो यो आकाशे पुल यस्तो छ, यहाँ प्लान्टहरू रोपिएको छ, यतातिर प्लान्टहरू रोपिएको छ र त्यसपछि यहाँ भर्याङ भयो अनि यहाँबाट बाटो क्रस गर्ने यस्तो भयो। अब ल्यान्डस्केप मोडबाट हेर्दाखेरि यस्तो देखिन्छ। यहाँबाट हामी भर्याङ चढेर यहाँ बाटो काट्छौँ, यता फुटपाथ भयो र यो बिचको बाटो भयो। अब मेरो विचारमा हामीले टोयलेट बनाउनको लागि यस्तो गर्न सक्छौँ। यो जुन भर्याङ भयो यहाँबाट माथि सर्टर गयो र यहाँ एउटा टुक्रा यस्तो बाहिर निकाल्ने, यता पनि एउटा टुक्रा बाहिर यसो निकाल्ने। अब तपाईँले भन्नुहोला कि यो टुक्रा त कहाँ अडिन्छ भन्नुहोला। यहाँ बिचमा एउटा यो ग्रिन सिटी ग्रिन बनाउनुको लागि एकदम राम्रोसँग बनाएको छ। यहाँ प्लान्टहरू रोपिएको छ। यो रोपिएको ठाउँतिर नै एउटा पोल यता गाडेर यो बेस यसलाई अलिकति अडाउन सकिन्छ। अब यहाँ बाटो काट्न पनि मिल्यो, त्यसपछि टोयलेट पनि भयो यहाँ। अब यहाँ के कुरा पनि आउन सक्छ भने यो टेक्निकली मिल्दैन, किन भन्दाखेरि यहाँ अब गाडीको धेरै आवाज आउट हुने भएकोले भाइब्रेसन धेरै हुन्छ र धेरै लङ ड्युरेसनसम्म यो अब टिक्न सक्दैन पनि भन्नु होला कसैले। त्यसपछि अर्को एउटा कुरा चाहिँ मलाई के लाग्यो भन्दाखेरि यहाँ सिटी ग्रिन बनाउनुको लागि यहाँ प्लान्टहरू रोपेकोले यहाँ गाडीहरूले आएर यता यो जुन पोल हामीले यता अड्कायौँ भने त्यो पोललाई हिर्काउने चान्सेस पनि हुँदैन, किनभने यो पार्ट चाहिँ अलिकति सेफ जोन हुन्छ। र टेक्निकली त्यस्तो नमिल्ने भएदेखि यस्तो पनि बनाउन मिल्छ जस्तो लाग्छ मलाई। किनभने अब यहाँ घरहरू हुन्छ र कुनै पार्टमा यदि घरहरू कम छ भने घरहरू भएको ठाउँमा त अलिकति गनाउँछ भन्ने इस्यु आउला, अथवा घरहरू भए पनि अलिकति ग्याप त हुन्छ यसमा। यो रोडसँगै यतातिर राखेर यो भर्याङ चढेर एक स्टेप माथि लगेर यता मुनिबाट चाहिँ नि अब रोड क्रस गर्न मिल्ने र माथि चाहिँ यता टोयलेट अथवा घर नभएको पार्टतिर पनि हामी जान सक्छौँ। यहाँतिर टोयलेट बनाउने एक स्टेप अलिकति माथि चढेर यो अघिको जस्तै भर्याङ नै हुन्छ र यहाँ चाहिँ नि यो जुन आकाशे पुल बाटो क्रस गर्ने नभइकन यसरी अलिकति माथि ल्याएर यस्तो पनि गर्न सकिन्छ होला आई गेस। अथवा अब यो यता सँगसँगै राख्दाखेरि यहाँ गनाउँछ, अब यहाँ पब्लिकले गर्न दिँदैन, यहाँ बाक्लो बस्ती छ। अब यदि यो फुटपाथ पनि सानो छ, धेरै फराकिलो छैन भनेदेखि चाहिँ नि हामीले अर्को एउटा तरिका पनि गर्न मिल्छ जस्तो लाग्छ मलाई। यो अब आकाशे पुल बाटो काट्ने आकाशे पुल नबनाइकन टोयलेट आकाशे पुल बनाइदिने। यसमा यहाँबाट भर्याङ चढेर आयो, यहाँ एउटा टोयलेट भयो, यहाँ अर्को टोयलेट भयो, लेडिजको अलग जेन्ट्सको अलग, यसरी पनि बनाउन मिल्छ कि जस्तो लाग्छ मलाई। अब यो टेक्निकली कति पोसिबल छ त्यो त थाहा छैन, तर टेक्निकली पनि पोसिबल हुन्छ होला मेरो विचारमा। किन भन्दाखेरि अब त्यो धेरै अब ब्रिज बनाउँदाखेरि धेरै वेटसम्म त्यो धान्ने ब्रिज पनि बनाइन्छ। यो कुरा मलाई किन पनि सेयर गर्न मन लागेको भन्दाखेरि पहिले म एकचोटि खाजा खाएर घुम्न निस्किएको थिएँ, त्यसपछि मलाई पिसाब च्याप्यो। यताउता हेरेँ पब्लिक टोयलेट कहीँ देखेन। अब टोयलेट छिर्न त मान्छेहरूले हतपत दिँदैन। त्यसपछि अब के गर्ने भन्दाखेरि मेरो माइन्डमा एउटा आइडिया आयो। त्यसपछि मैले एउटा मोमो पसलभित्र छिरेँ। मोमो खानु त मलाई मन थिएन, खाजा खाएरै म निस्केको थिएँ। तैपनि अब कसैले यतिकै टोयलेट गर्न त दिँदैन। त्यसपछि मोमो अर्डर गरेँ, मोमो खाएँ, त्यसपछि त्यहाँ टोयलेट गरेर आएँ। अब खाजै मैले दुईचोटि खानु पर्यो यो टोयलेट एकचोटि गर्नको लागि। त्यस्तै सर्ट टोयलेटको लागि त अब त्यति प्रब्लम हुँदैन। कहिलेकाहीँ लङ टोयलेट आयो भनेदेखि चाहिँ अब अलिकति कुनै अब पसलमा पनि अब टोयलेट त्यति राम्रो सफा हुँदैन, अलिकति प्रब्लम नै हुन्छ।
कतै ट्राभल गर्नु पर्दाखेरि पहिला टोयलेट नै विचार गर्नुपर्ने हुन्छ हामीले। अब टोयलेट छ कि छैन अब त्यो दिमागमा राख्नुपर्ने हुन्छ। र सर्ट ट्राभल गर्दाखेरि मैले अब कहिलेकाहीँ अब पानी अलिअलि प्यास लाग्यो भने, धेरै प्यास लाग्यो भने त खान्छु, तर अलिअलि प्यास लाग्यो पनि म हतपत पानी खाँदिनँ, किनभने अब सर्ट टोयलेट च्याप्छ भनेर मैले हतपत पानी खाँदिनँ। र यस्तो प्रब्लमहरू, टोयलेटको प्रब्लम एउटा सल्भ भयो भनेदेखि चाहिँ ठाउँ ठाउँमा टोयलेटहरू भयो भने चाहिँ नि फ्रिली हामी घुम्न सक्छौँ। त्यस्तै अर्को टोयलेट चाहिँ नि अब गभर्मेन्टले चाहिँ नि यो पब्लिक बसेसहरूमा पनि टोयलेट चाहिँ कम्पलसरी गर्नुपर्छ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि 3-4 आवर्स ट्राभल गर्दाखेरि अब टोयलेटको चाहिँ नि अलिकति कहीँ कतै प्रब्लम हुनसक्छ। हुन त आजभोलि ठाउँ ठाउँमा टोयलेटहरू छ, ठाउँ ठाउँमा रोकिदिन्छ गाडीले, अनि खाजा खाने ठाउँमा, खाना खाने ठाउँमा टोयलेटको व्यवस्था त छ, पहिलाभन्दा त धेरै सुधारिएको छ, धेरै राम्रो छ अहिले। र कसैलाई यो सम्बन्धी आइडिया छ भनेदेखि चाहिँ टेक्निकल्ली यो मिल्छ मिल्दैन त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। र आइडिया कस्तो लाग्यो भन्नुहोला, र मन परेदेखि सेयर पनि गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।